हेलो गाइज नमस्ते, तपाईहरुलाई स्वागत छ रिजन कटेल युट्युब च्यानलमा। तपाईहरु अहिले हेर्दै हुनुहुन्छ रिजन कटेल युट्युब च्यानल र यो रिजन कटेल युट्युब च्यानललाई सब्स्क्राइब हान्नुभएको छैन भने सब्स्क्राइब हानिदिनु होला। भिडियोलाई लाइक कमेन्ट शेयर पनि हानिदिनु होला। आज चाहिँ म फेरि नयाँ भ्लग लिएर आइसकेको छु। आजको हामी भ्लग सुरु गर्न जाँदैछौँ। लेट्स गो। साथीहरु, आजको हामी चाहिँ के गर्नेवाला छौँ भन्दाखेरि चाहिँ हाम्रो चाहिँ साथीहरु पानी बिग्रेछ, त्यही भएर म चाहिँ पानी बनाउन हिँडेको साथीहरु देख्नुहुन्छ। म जाँदैछु, म चाहिँ घरबाट पानी बनाउनको लागि हिँडिसकेको छु साथीहरु। म चाहिँ पानी बनाउनको लागि है साथीहरु। म चाहिँ पानी बनाउनको लागि जाँदैछु। अहिले चाहिँ म ठ्याक्क लाएर छु है साथीहरु। सान्नेको धारामा आइसकेको छु है साथीहरु। यो मेरो देख्दै हुन्छ, यो धारो चाहिँ सान्नेको धारो हो साथीहरु। यहाँको पानी चाहिँ एकदम मिठो छ साथीहरु। पानी खाँदै खाँदै लागेको छ। साथीहरु, यो पानी चाहिँ यति मिठो छ साथीहरु। यो जाडाको लागि नुहाउनको लागि पनि चिन्ता छैन। के पानी तातो छ एकदम, नुहाउनको लागि पनि चिन्ता छैन। एकदम तातो खालको पानी छ। र साथीहरु, म चाहिँ जाँदैछु है। म चाहिँ जाँदैछु, अगाडि बढ्दैछु साथीहरु। म चाहिँ यहाँ हाम्रो चाहिँ यहाँनेरि ट्याङ्की छ। ट्याङ्कीमा पानी आएको छ कि छैन पहिला हेर्नु पर्यो नि त। पानी अन्त बजिरहेको जस्तो छ साथीहरु। ओहो, पुरै पानी पनि आएको रहेछ साथीहरु। त्यही भएर हामी चाहिँ भएर मुहानमै पुग्छौँ साथीहरु पानी बनाउनको लागि। अब आएको रहेछ ट्याङ्कीमा हेरेँ। अब परै उसमै पुग्नु पर्यो नि त साथीहरु, मुहानमै हेर्नको लागि। म चाहिँ पानी बनाउन जाँदैछु। अलि घरबाट टाढै हो पानी बनाउन जाने ठाउँ पनि। अब त्यही त ट्याङ्कीमा पनि आएको रहेछ है, माथि मुहानमा जानु पर्यो नि त साथीहरु। म जाँदैछु। ओहो साथीहरु, म जाँदैछु। म चाहिँ ठ्याक्क अहिले पात्ले भन्ने ठाउँमा आइपुगेँ। यहाँ चाहिँ पात्लेको धारा छ साथीहरु। यहाँ तपाईहरुलाई देखाउँछु साथीहरु। साथीहरु, यो चाहिँ साथीहरु यो चाहिँ पात्लेको धारा हो। यसको पानी पनि अलिकति छौँ। यहाँको पनि एकदम मिठो छ साथीहरु पानी। अब हाम्रो त्यो यहाँ पाल्टेको धान अलिकति खरै माथि छ, धेरै छैन साथीहरु। म चाहिँ अब लगभग पुग्ने आँटेँ, अलिकति हो साथीहरु। म चाहिँ अब आइपुगेको छु है साथीहरु। यहाँ पानी बनाउने ठाउँमा के भएको छ हेरौँ। पानी हेर्नु पर्यो नि त। पानी ओहो, पानी त लगभग सुकिसकेको छ साथीहरु। पानी यो उसबाट पनि आएको रहेछ पानी जम्मै। हेर्नु साथीहरु, जम्मै फोहोरै फोहोर रहेछ है यहाँ साथीहरु। पहिला यहाँ खुस्काउनु पर्यो नि त। ल साथीहरु, अब यहाँ पानी पहिला सफा गर्नु पर्यो। यहाँ साथीहरु यो खै त यो साथीहरु, यो पुरै फोहोर रहेछ नि त। साथीहरु, मैले त्यसलाई टकटकाइ यो उसलाई अब यहाँ हाल्छु। कस्तो ल साथीहरु, ल पानी ए गलौलो तान्दो रहेछ पानी। ल फेरि किन नतानेको पानी चाहिँ। ल जोड्नु पर्यो नि। अब एकछिन पानी जाओस्। ल साथीहरु, म चाहिँ यहाँ पानी बनाइसकेको छु। देख्नु सक्नुहुन्छ, यहाँ जोड्नु पर्यो नि त। अब कस्तो म चाहिँ अहिले पानी जोडिसकेर चाहिँ अब घरतिर फर्किनु पर्यो। पानी पनि बनाइसकिहालेँ। त्यो अलिअलि फोहोरसोहोर पसेको रहेछ, त्यही भएर बिग्रेको नभएको रहेछ पानी। अब मैले पानी पनि बनाइहालेँ। म चाहिँ अब घरतिर लाग्छु है साथीहरु। ल साथीहरु, म चाहिँ अब यहाँ खुस्काउनु हुन्छ। पानी आयो कि आएन हेर्नु पर्यो नि त। खुस्काएर हेर्नु पर्यो नि त पानी आयो कि आएन। है साथीहरु, म चाहिँ खुस्काएर हेर्छु। ल पानी नै आएको छैन यार साथीहरु। देख्न सक्नुहुन्छ साथीहरु, यहाँ चाहिँ पानी नै आएको छैन हो। माथिबाट त गलल आएको त पानी। यहाँ के भयो यो? यहाँ कहाँ के बिग्रेको जस्तो छ साथीहरु। अब के गर्नु साथीहरु। ल पानी नै आएन हो। यहाँ पानी खोइ तान्दै तानेन।
के चाहिँ गर्ने होला पानी नि आएन पाइपभित्र के अड्केको जस्तो छ यहाँ सुन्दै हुन्छ नि साथीहरू यहाँ बजिरहेको छ पाइप भित्र के अड्केको जस्तो छ क्या साथीहरू पानी नि आएन हावा छिरेको छ कि केबाट हो पानी नि खोइ के भएको त यहाँ पानी नि आउँदै आएन हौ साथीहरू फेरि एकचोटि माथि नै जानुपर्ने भयो माथि नै गएर एकचोटि हेरेर फेरि आउनुपर्ने ओहो फेरि फर्किनु पर्ने भयो साथीहरू माथि नि म चाहिँ यहाँ पानी भइगरी अब त्यो तलतिर तान्दै तानेन अब यहाँ के यहाँ त हेर्नु न साथीहरू यहाँ पानी छ यहाँ तानेकै छैन भने साथी यत्रो पानी भरिसकेको छ यहाँ तानेकै छैन पानी फेरि गर्नु पऱ्यो अब साथीहरू यसलाई फुक्नु पऱ्यो क्या फुक्दाखेरि चाहिँ अलिअलि हावा जान्छ कि भनेर मात्रै हो साथीहरू फुक्दा फुक्दा साँच्ची गइसक्यो मैले फुक्न चाहिँ फुक्ने अब के जाने चाहिँ के गर्छ साथीहरू म यसलाई जोडिदिन्छु अब पानी अनि जोडेर चाहिँ जल्ती जान्छु आयो भने आयो नभए अब यस्तै उस्तै हो साथीहरू पानी जोडेर फेरि म चिन्दै जाँदैछु अब आउँछ त नआए के गर्नु त मैले यहाँ के यो यति यहाँ त्यहाँदेखि त्यहाँ तलतिरसम्म त्यति बिचमा के पसेको छ क्या साथीहरू त्यही भएर पानी आएन पानी त माथि छ मुहानमा काइदाले यही बिचमा के पसेको जस्तो छ क्या साथीहरू त्यो पानी नै आएन अब यहाँ चाहिँ के गर्दैछ त्यो पानी आयो कि छैन सानो तिर्र आए जस्तो चाहिँ छ पानी नि तान्दै तानेन हौ पानी तिर्र त आएछ साथीहरू खोइ त तानै तानेन नि हो साथीहरू खोइ त तिर्र आयो यहीँ बिचमा के पसेको छ हौ अब भोलि हुँदै आउनु पर्ला जस्तो खै पानी तिर्र त आउँदैछ के गर्नु हौ सानो चाहिँ आयो कि सानो हेर्नुहोस् है साथीहरू सानो चाहिँ आयो माथिबाट ठुलो आइराखेको थियो खै त ठुलै पानी आउँदै आएन यही सानो भए पनि होस् अब के अड्केको हावा पसेको जस्तो छ सानो तानो कोही भए पनि होस् ल जान्छु त्यही भए पनि हुन्छ साथीहरू मैले चाहिँ पानी बनाउनु चाहिँ भने तर सानो आयो कि त्यो बिचमा के हावा पसिरहेको जस्तो छ त्यही भएर सानो तान्न चाहन्छ तर सानो अब तान्दै जाँदाखेरि हात फाल्दै जाँदा पनि त्यही भएर ठुलो आउँछ हो क्या र मेरो हातैभरि फोहोर लाग्यो माथि साथीहरू यहाँ पातलेका धारामा आइसक्यो साथीहरू पानी तातो छ है साथीहरू यो पातलेका धाराको पनि ल मेरो मान्छे पानी अलिअलि सानो भए पनि बनाएर चाहिँ आएको छु अनि ट्याङ्कीमा आयो कि आएन सानो भए पनि त धेरै ठुलो त हावा छिरेको रहेछ कि के हो आउँदै आएन सानो भए पनि ट्याङ्कीमा आयो कि आएन ट्याङ्कीमा हेर्नु त पऱ्यो त साथीहरू साथीहरू यहाँ चाहिँ एउटा केटोहरू छ ओ केटाका हाँस चरा एकदम ढङ्गले होइन केटाको यहाँ चाहिँ एउटा मौसी भन्ने केटा चाहिँ पातामा भेट भयो घाँस चार्दै हेर्नुहोस् है साथीहरू दर्शक पनि देख्न सक्नुहुन्छ यहाँ ट्याङ्कीमा हिँडेको पानी आयो क्या हामी हेर्छौँ है त साथीहरू खोइ ट्याङ्कीमा खोइ पानी नै आउँदै आएन पानी नै आएन हौ साथीहरू के गर्ने हो पानी नै आएन हौ र म चाहिँ फेरि पानी बनाएर आइसकेपछि चाहिँ यहाँ चाहिँ सानो तिरेरको पानी चाहिँ आएको रहेछ अब म चाहिँ घरतिर लाग्छु है साथीहरू ल म चाहिँ पानी बनाएर चाहिँ अलिअलि सानो भए पनि आएको छ धेरै ठुलो चाहिँ ल्याउनु सकिनँ त्यही भए पनि बनाएर चाहिँ अब घरतिर फर्किसकेको छु साँझ पनि परेको छ साथीहरू ल साथीहरू आजको चाहिँ मेरो यो भ्लग चाहिँ समापन हुन्छ तपाईँहरूलाई कस्तो लाग्यो भनिदिनु होला लाइक कमेन्ट सेयर पनि हानिदिनु होला र रिजन कटेन्टलाई सब्सक्राइब पनि हानिदिनु होला आजको भ्लग चाहिँ समापन हुन्छ बाई गाइजहरू हामी फेरि अर्को भ्लगमा छिट्टै भेट्नेछौँ बाई गाइजहरू